8 वर्ष भयो फल्न लागेको 4 वर्ष भयो ए राम्रै फलेको रहेछ यो राम्रै फल्छ ए यही एउटा मात्रै हो कि यति एउटा ए हाम्रो मलाई दिदीको खुर्सानी लगाउनुहोस् यी सबै घरमा छ नि हैन मौरी त हजुर यहाँ भएको त सबै घरमा बाँकी त्यहाँ गोडाउन त्यहाँ छ हेर्दा सानो छ यो त यत्रो फुटालिसक्यो कि माटो माटै फुटालिसक्यो त्यो त हजुर अब त्यता पनि त सबै तरुलै हो त्यो पनि तरुल हो यो भन्दा नि गजब हारे जलो यो सबै 1 घन्टामा बाँदरले सकिदिएको ए हेर्नु यस्तो दिन बाँधा लाग्छ है अनि यो पनि खाँदो रहेछ यो बाँदरले यस्तो यो काउली पनि केकको काउली भन्दा पुरा पात साग सबै खान्छ तोरी यो चाहिँ त्यो पालिकाले बाँडेको थियो नि ओखर ओखर तपाईँ ठुल्ठुलै भएर जलो ओखर त ल मेगाडोनिल नट यो चाहिँ राम्रो हो एकदमै अदुवा आहा टमाटर त क्या गुजाब गर्नुपर्छ ल 1 कुन्टल त बाँदरले खाइदियो होला पुरै यो टमाटर हजुर हेत्तेरिका ल हेर्नुहोस् त कति मोटा मोटा हुन्छ नि टमाटर पनि लगाएर स्याउ जत्रै छ त माथि अब 1 किलोमा 6 वटा 7 वटा चढेको थियो अनि यहाँ गोबर र जुतो मल आदि छैन अनि यो खुर्सानी अब लगाउने खुर्सानी भनेको यो हो यो ठुलो फल्दो रहेछ हेर्नु नि कस्तो यसको बिउ राख्नु भएको छ होला नि अब राख्ने यो अहिले ल्याएको बेर्ना हो टमाटर कत्रो कत्रो हो ल हेर्नुहोस् त यहाँ त एउटै झुप्पामा चाहिँ 1 किलोभन्दा बढी फलेछ ल हेर्नुहोस् यत्रो फलेपछि त ल अन्त स्याउ जत्रै भयो अरे नि यो सबै यो चाहिँ मौरी फुल होइन हजुर ल यसलाई क्युफिया भन्छ क्युफिया मौरी पाल्नेले यो मौरी फुल पनि लगाउनु अनिवार्य छ यो 12 महिना फुल्छ के हुन्छ यो 12 महिना फुल्छ है अब यसको बिरुवा चाहिए उपलब्ध छ अनि छ होला त्यहाँ फ्रीमा खत्तम खर्च यो बनतरुल घरै लगाएको मैले आफूलाई यो माटो ल्याउनु हो यहाँ तपाईँको प्रत्येक घरमा अरिङल चाहिँ यसरी भइरहेछ ल हेर्नुहोस् यसलाई के भन्छ यसलाई पलाई ढक्कन ए ल हेर्नुहोस् कतिवटा फ्रेम छ यसको 1 2 3 4 5 6 7 8 फ्रेम छ 8 फ्रेम अब यो सुपर चढाउने बेला भएको ए हेर्नुहोस् सुपर चढाउने भनेको अब यो माथि अर्को दिन अब हामीलाई ए यो फिडर खाना नहुन अफ सिजनमा खाना खुवाउनुको लागि हजुर यसमा त के छ बच्चा बनाउने पनि ठाउँ हो इरानी ए कुन चाहिँ इरानी ए अलि लामो हुँदो रहेछ है लामो हुन्छ ए चिल्लो तपाईँलाई दिनमै कतिवटा मौली चिल्छन् होला चिल्न त है चिल्छ